हेलो एन्ड नमस्ते गाइज, होप गाइज आर फाइन हैन। अहिले चाहिँ बिहान भइसक्यो अनि 10 बज्न लागिसक्यो। अहिलेसम्म म यहीँ छु। अब चाहिँ म यसो फ्रेस भएर अब बाइक एकचोटि स्टार्ट गरौँ भने कोल्ड स्टार्ट गरिदिउँ। आज चाहिँ हाकिम लिन जानु पर्दैन। म चाहिँ अहिले ससुराली आएको छ। आज यहाँ चाहिँ बाइक स्टार्ट गरिदिउँ। ल बाइक यहीँ छ है। बाइकलाई चाहिँ कोल्ड स्टार्ट गरिदिउँ होइन। अनि म पनि अफिस निस्किन्छु अहिले एकैछिनपछि। अहिले चाहिँ बाइक स्टार्ट गरिदिएको छु। अब 5 मिनट जति स्टार्ट भयो भने म पनि अफिस निस्किने हो। आज चाहिँ हाकिम जानु पर्दैन भयो, ढिलै निस्क्यो। गाइज म चाहिँ घरबाट निस्किसकेँ है। यस्तै छ, बिस्तारै चलाउँदैछु हेर्नु होला। बाइक यसो बिस्तारै चलाइरहेको छु है। गाह्रो भइसक्यो मलाई चाहिँ। फुटेज चाहिँ खिच्नु पाएन क्या। म चाहिँ यहाँ अफिस आइसकेँ। मेरो गाडी यस्तै छ। भिडियो बनाएर हो भन्दै सोध्दै हुनुहुन्छ दाइ। यो चाहिँ मेरो गाडी यहीँ छ होइन। गाडी एकचोटि स्टार्ट गरिदिउँ, एकैछिन तताइदिउँ गाडीलाई होइन। अनि सरलाई एकचोटि सोध्नु पऱ्यो, हर्न बनाउनु जाने भनेको। यस्तो स्विच राखेको छु क्या गाडीमा, घन्टीको स्विच। यहाँको चाहिँ बिग्रियो, बनाएको थिएँ। यसको चाहिँ सेन्टर मिलाएर बनाउनु पर्छ अरे, एयरब्याग भएको अरे। त्यो सेन्टर नमिलाइकन बनायो भने चाहिँ चुड्डिन्छ भनेर भन्यो। अस्ति नै पनि त्यसरी नै चुड्डिएको थियो। गाडी पछाडि गयो, ब्रेकले नभ्याएको कस्तो हो यो। ह्यान्ड ब्रेकले भ्याएन। ल भ्यायो, अझै माथिसम्म गर्नुपर्ने रहेछ। स्टार्ट हुनु गाह्रो मान्छ कि बिहान बिहान, त्यही भएर उकालोमै छोडिदिनुपर्छ गाडी। स्टार्ट भएन भने स्वाट तल्लो लगेर स्टार्ट गर्न चाहिँ मिल्छ होइन। यसलाई गाडी, मेरो गाडी चाहिँ स्टार्ट भएर बसिरहेको छ। पानी एकचोटि हालिदिउँ गाडीमा पनि है। पानी एकचोटि हालिदिउँ। पानी थापेरै ल्याउनु पर्ने अवस्था छ। गाइज मैले चाहिँ पानी ल्याइसकेको छु। अब पानी एकचोटि हालिदिउँ गाडीमा भने फोनहरू एकचोटि खोलौँ। गाइज म चाहिँ अब चिया खाइसकेँ होइन। अहिले कति 11 साढे 11 भएछ। म चाहिँ अब ढुङ्गाटा जानला वर्कसप। यो हर्नको स्विच र त्यो हेडलाइट बनाउन। हेडलाइट चाहिँ के हुन्छ भन्दाखेरि होइन, हेडलाइट बल्छ अनि हर्न बज्दैन, त्यो हो क्या मेन कुरा। अनि हर्नको स्विच चाहिँ यस्तो छ, यहाँ यहीँ फिट गर्ने। अस्ति नै एकचोटि बनाइसके हो होइन, तर फेरि चुड्डियो क्या। अनि अस्ति एकचोटि बनाऊँ भनेर मिस्त्रीलाई सोद्धाखेरि यो एयरब्यागवाला यसको सेन्टर मिलाएर बनाउनु पर्छ भन्थ्यो। अनि अस्ति नै हेर्दा हो त्यो बनाएर ल्याउँदा सेन्टर पनि बिग्रिएको थियो। फेरि मैले सेन्टर मिलाएर ल्याएको थिएँ। अब फेरि त्यो के भयो भन्दाखेरि हर्नको स्विच अब यसमै राख्ने, त्यही थियो कुरा चाहिँ है। अब म चाहिँ वर्कसपतिर लाग्छु है त। गाइज म चाहिँ अफिसबाट निस्किसकेँ होइन। अब म चाहिँ अफिसबाट निस्किसकेँ, वर्कसपतिर लाग्दैछु। कलङ्की जानुपर्ने ढुङ्गेडा होइन। तर मलाई यही बाटो चाहिँ ठिक लाग्छ। अर्को सानो छ बाटो होइन, यो बाटो भयो आनन्दले जानु पायो। अलिकति किलोमिटर पनि गुड्या जस्तो पनि हुन्छ होइन, त्यही हो। हामी चाहिँ कलङ्की आइपुगिसक्यौँ होइन। यो कलङ्की आइपुगिसक्यौँ। अब ठ्याक्कै यहाँबाट अलिकति माथि हो, यो उकालो सकिएर ठ्याक्कै माथितिर छ। म देखाउँला नि होइन कहाँनिर छ वर्कसप भनेर। वर्कसपमा गएर अनि अब कहाँ जाने हो, अब त्यो दाइले के भन्छ कहाँ जाने भनेर त्यहीँ जाने। अहिलेलाई चाहिँ म गाडीमा ध्यान दिउँ है।
गाइज हामी चाहिँ वर्कसप अगाडि आइपुगिसक्यो होइन। वर्कसप अगाडि आइपुगिसक्यो। अब वर्कसप चाहिँ उता साइडमा छ कि मेरो राइट साइडमा छ होइन। भन्नुपर्दा वर्कसप चाहिँ त्यो हो वर्कसप चाहिँ होइन। ल यहाँबाट ठ्याक्कै छेक्यो त्यो रुखहरूले। म जान्छु देखाउँछु हेर्नु। यहाँबाट युटर्न लिनुपर्छ क्या अलि माथि गएर, त्यही भएर त्यहीँनिर मोड्ने ठाउँ नै छैन। त्यहाँबाट के सिधै बाटो काट्नु होइन, गाह्रो पर्छ। यहाँबाट बरु युटर्न लिने है। अरू बेला एक टर्नमै सकिन्थ्यो, आज कुन्नाबाट लिएको भएर टर्नमै पुगेन कि उता गाडी आइरहेको भएर टर्निङै पुगेन। साह्रै त्यस्तो त मन पर्दैन। यही हो वर्कसप चाहिँ गाडी छिराउँ होइन। कोही त त्यो दाइ कहाँ गयो? त्यो दाइलाई फोन गर्नु पर्यो। म चाहिँ वर्कसप आइसकेँ। त्यो दाइ चाहिँ रहेनछ। अब म यहाँ कुर्दैछु। त्यो दाइ आउँछु भनेको छ, 2 मिनट भनेको छ। अब खोइ कहाँ पुग्यो हो, आउँदै जस्तो लाग्यो मलाई पनि। गाडी आवाज हेरेको थियो वर्कसप। हामी चाहिँ फेरि अर्को वर्कसप आइसक्यो। यो चाहिँ अर्को वर्कसप छ। यहाँ चाहिँ इलेक्ट्रिक काम हुँदैछ, इलेक्ट्रिक काम हुँदैछ। दाइले खोज्दै हेर्दै हुनुहुन्छ। यहाँ यो सामान हो, यो हर्नको होइन। अब अलिकति फिक्स गर्ने होला, सब ह्यान्डल खोल्ने होला, सेन्टर मिलाएर। यो एयरब्यागको सेन्टर मिलाउनु पर्छ अरे, खोइ के भने हो। यहाँ के दाइले बनाइदिने, लाइन साइन बनाइदिने हो कि होइन, मलाई दिक्कै लागिसक्यो यार। कहाँ धाउनु पर्ने हो, खोइ हेरौँ अब। अर्को वर्कसपहरू चाहिँ होइन। फेरि यो के हो ठाउँको नाम? यो चाहिँ चन्द्रगिरी सतुङ्गाल आइपुग्छु। साथीहरू यो चाहिँ के अरे दाइ, यो लेफ्ट ह्यान्ड साइड ड्राइभ गाडी चलाउनु लाग्यो। स्टियरिङ पुरै मेरो हातमा छ। यहाँ कहाँ गर्ने ल यस्तो छ। खोलेर स्टियरिङ मेरो हातमा आइसक्यो। गाइजमा चाहिँ फेरि कलङ्कीको त्यो वर्कसप आइसक्यो होइन। मेरो गाडीको त्यो हर्न स्विच चाहिँ बन्यो। अब त्यो दाइ चाहिँ एउटा सिगरेट लाइटर र चार्जरको त्यो लिनु गएको छ होइन, 12 भोल्टको। अब त्यो यहाँ मैले अर्कोको हाल्दा आएको थिएन। त्यहाँ लाइन चेक गर्दा लाइन दिइरहेको छु भन्यो। अब खोइ के भएको हो होइन। एकचोटि हेरौँ त्यहाँ बसेर। अब त्यो दाइले लिएर आएपछि हेरौँला नि सिगरेट लाइट पनि होइन। त्यसो चार्ज गर्नु मिल्यो भने त आनन्द हुन्थ्यो। दाइ कति हो क्या, त्यहाँबाट हेर्छ त यार। यो पछाडि पर्छ, त्यहीँबाट हेरेर ल्याएछ के गर्ने हो। ल गाइजहरू लाइट सबै बन्यो है। यसमा मेरो मोबाइल पनि चार्ज भइरहेको छ। यहाँ अहिले मोबाइल पनि चार्ज भइरहेको छ। लाइन बनिसक्यो यो पनि। अब हर्न पनि बज्ने भइसक्यो स्टियरिङबाट नै। अब चाहिँ म अफिसतिर फेरि जाँदैछु। ल अब पहिला गाडी घुमाउनु पऱ्यो वर्कसपमा। यसरी छ राखेँ गाडी घुमाउनु। म चाहिँ अब अफिस पुग्न लाग्यो है। टियुको यो जङ्गलभित्र छु। टियु जङ्गलमा छु, पुग्न लाग्यो। मेरो त अब सिगरेट लाइटर पनि पाइयो है गाइज, चार्जिङ पोर्ट पनि पाइयो। अब चाहिँ अफिसतिर जाऊँ के हुन्छ, अनि कहाँ जानुपर्छ हेरौँला। कहीँ जानु परेन भने त्यही हो, अब आनन्दले बसिन्छ होइन। के छ र आफ्नै घरि पारामा खानु खाएको छैन, बरु भोक लाग्न थाल्छ। केही खानु पर्ला गएर चाहिँ चिया। अरू त के खानु र, पैसा छैन है, यस्तै हो। म चाहिँ गाइज अब यो कृतिपुर हस्पिटल अलि तल छु बाटोमा होइन। यहाँनिर पनि ट्याङ्की रहेछ, कहाँ भने हो एकचोटि हेरौँ है। हामी पनि गएर ट्याङ्की छ अरे होइन, हेरौँ के हुन्छ कस्तो हुन्छ, ट्याङ्की कस्तो रहेछ ट्याङ्की हेरौँ। हामी पनि मजा आउँछ नि। मलाई त्यस्तो कुरामा खुब इन्ट्रेस्ट लाग्छ हेर्न।
है अरू त होइन हेर्न चाहिँ मजाले इन्ट्रेस्ट लाग्छ मलाई अरू भने त्यही हो कहाँबाट गएको सरहरू यहाँबाट गएको जस्तो लाग्यो खै सरहरू कहाँ जानु सरहरू छैन भर्खर आउनु भएन अफिस ए उता माथि रहेछ तपाईँ पनि कोही पनि आएन मिसिन चलिरहेको छ कि छैन छैन फोन गरिसक्यो आज सिधै पालो पारिसक्यो 3 बजे बिडा छ भने नआएको होला नि यो ठाउँले के भन्छ है देवढोका त्यसले होस् कि नहोस् अब मैले आएको के ल्यायो भने काम त मैले गर्नुपर्छ अनि यहाँ बसेर देवढोका जत आखा जत आखा आइपुगे झन्डै नेवारी बोलेको अन्त आउँछ हामी चाहिँ सर्भिस गरेर फेरि कीर्तिपुर आइसक्यो होइन अहिले चाहिँ यो नयाँ बजार गेट आइपुग्यो जाममा पऱ्यो गाई फेरि जाममा पऱ्यो ल गाइज म चाहिँ घर पुगिसकेँ होइन केही खिच्न पाएन भिडियोहरू पनि उता वर्कसपको चाहिँ अलिअलि खिचाएको छ बाइकको अरू त खिच्न पाएन है अब यस्तै भयो अब आजको लागि यति नै है
अरू बाँकी फेरि भेटौँ न भोलि है बाई बाई